हेलो एभ्रिवान, आज चाहिँ म हैन आन्टीकोमा आएको थिएँ अनि आन्टीले मोबाइल छोडिदिएर अनि आन्टी मेरो मम्मी उहाँ बजार के अरे कालो बजार जानुभएको थियो अनि म चाहिँ मेरो चाहिँ फोन बिग्रिएर मोबाइल बसामा थियो अनि म मोबाइल हेर्दा पक्का लाग्यो अनि के गरौँ भयो अनि यसो भिडियो बनाउँदै बस्छु भनेर अनि भिडियो बनाएँ हैन। अनि म चाहिँ बुनुलाई सुताउँदै अनि मोबाइल हेर्दै गरिरहेको थिएँ। अनि आज चाहिँ मेरो एक्जाम खासै राम्रो भएन, मेरो एक्जाम हुँदै थियो है। अनि मेरो आज एकाउन्टको एक्जाम थियो अनि क्वेसन त नि महाभारत आएको थियो। क्वेसन त ठिकै हो, कस्तो अप्ठ्यारो आएको थियो अनि म त अनि गर्न त गरेँ, हावा भए पनि त्यही नि राम्रो त भएन। त्यही नि लेख्ने सबै लेखेर आएँ अनि अघि आएर सुतेँ अनि आएर एकछिन पढेँ। भोलि मेरो बिजनेसको एक्जाम छ अनि मैले चाहिँ केही पढेको नि छैन भन्न त मिल्दैन, अलिअलि पढेको छु है। अनि अब भोलि कस्तो हुन्छ हैन, भोलिदेखि त मेरो चिल जिन्दगी हुन्छ। अनि म चाहिँ यत्तिकै बसिरहेको थिएँ अनि बाहिर कोही आएनन् है, अल्छी लाग्यो अनि के गरौँ भयो अनि भिडियो बनाएको अब के गरौँ, बुनु नै उठै छैन, आज त सुतिरहेको छ है। मेरो जिन्दगी मौज भइरहेको छ। यहाँ कुखुराहरू छ, देख्न सक्नुहुन्छ आजको वेदर। वाउ राम्रो छ है। मलाई अल्छी लाग्यो के गरौँ भाइ। एकछिन बिजनेसको हेरेँ है, मोबाइलमा पनि हेर्दैछु अनि हाम्रो नानीहरूलाई तपाईँलाई देखाउँछु ल। वाउ सुतिरहेको छिन् हुने यहाँ अनि एकदम राम्रो गरी सुतिरहेको छिन् होइन। अनि मलाई अल्छी लाग्यो है, अल्छी लागेर म भिडियो बनाउन सुरु गरेँ। तर भिडियो त ऐनामा हेर्दैछु कि के आएको यस्तो के हो यस्तो कालो पाइरहेछ त गाइज, कालो आइरहेछ भिडियो राम्रो। यति साह्रो त कालो छैन हौ म, साह्रो कालो आएको। अनि म त्यो आज 3 कुने पनि जानुपर्ने। एला मेरो सर्ट पनि धोएको छैन, सर्ट पनि धुनुपर्ने मेरो स्कुल ड्रेसको सर्ट क्या। भोलि त कोरेर आउनुपर्ने, के लेखेर आउनुपर्ने भनेको। एक्जाम राम्रो भयो भने हो, राम्रो भएन भने त चुपचाप। अब के गरौँ केही नै काम भएन। मम्मीहरू पनि आउनुभयो, म भ्लग बनाउँदैछु, हाम्रो मम्मीहरू आइपुग्नु भयो। अनि आन्टी चाहिँ कट्टुमा कालो बजार पुगेर आउनुभयो स्कुटीमा होइन। अनि मेरो मम्मी आन्टी देख्न सक्नुहुन्छ के छ, कस्तो भयो? रमाइलो भयो त मम्मी। यो चाहिँ मेरो मम्मी, देखेको छैन तर मैले भनिसकेँ भ्लगमा कट्टु लाग्नुभएको छ भनेर। खोइ त के ल्याउनु भयो, म देखाउँछु ए भरेला थुक्पा हो अरे, तर के मिठै बनाउँदैनन् थुक्पा। अनि खोइ त अर्को पनि त के पसे जस्तो लाग्दै थियो हेर्न, कुखुराले बिगार गरेछ गाइस यहाँनिर। ओइ कता चाहिँ भाले छ नि, बिजोक गर्दैछ। के पसे जस्तो अघि बाहिर आउन लाग्दै थियो कि केही होइन होला भनेर चुप्प लाग्यो। खतरा बिगार गर्दैछ त गाइस कुखुराले त। तर आज कस्तो राम्रो छ के वेदर, वाउ घाम पनि छैन अनि कस्तो मजावाला छ क्या। अनि तर अनि यस्तो भने कि म त के गर्नु ठिक लाग्दैन, मुड अफ भएपछि त्यस्तै हो। एक्जाम खत्तम भएर हो गाइस यस्तो भएको चाहिँ होइन। अनि यत्तिकै यो दिक्क लागेर बनाएको। अब यो हेर्छु एकछिन अनि डिलिट हानिदिन्छु गाइस भनिरहेको छु, तर डिलिट हान्छु यो सब होइन। अनि हेर्नु वाउ सो ब्युटिफुल। चुम्मा नै छ नि, यो चुम्मा नै हो। बाहिर मात्र राम्रो देखिन्छ, भित्र त काली देखिरहेको थियो। यो आइफोनमा त पुरै उयो आउँछ क्या, के भन्छ त्यो अनुहार भएको पनि खलापत्रै ए हो। मेरो मोबाइल भोलि भन्छ, तर मलाई लाग्दैछ मेरो मोबाइलको ब्याट्री पाउँदैन जस्तो लाग्दैछ। मेरो मनले भन्दै यो 2000 कति हो 82 साल होइन, यो जस्तो खत्तम साल त कुनै भएन। मैले सोचेको केही हुँदैन, म त वाक्क लाग्छ गाइस।
यति मात्र देखाउन मन लागिरहेछ कस्तो बब्बाल चाहिँ भइरहेछ नि कस्तो दामी आइरहेछ भने नि अब ला सर्ट मैले सर्ट पनि धोएको छैन म जान्छु घर ल है गाइज बाई बाई अब यो भिडियो हेरेर म डिलिट हान्छु बाई